हेलो नमस्ते एभ्रिवान, सबैजनालाई एनपिएल न्युजमा स्वागत छ। आज पनि म एनपिएलकै कुरा लिएर आइसकेको छ। भिडियो सुरु गर्नुभन्दा अगाडि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब हान्न नबिर्सिनु होला। हजुरले पहिले फोटोमा देखिसक्नु भएको छ 8वटा टिमको नयाँ जर्सी, पुरानो जर्सी सबै मैले लिएर आइसकेको छु। पहिलोमा रहेको छ काठमाडौँ गोर्खाजको र दोस्रोमा रहेको छ चितवन राइनोजको, तेस्रोमा छ लुम्बिनी लायन्सको, चौथोमा त बिचमा रहेको 5औं, चौथोमा छ पोखरा एभेन्जर्स, फोर्थमा छ सुदूरको सान मैदानमा तुफान, फिफ्थमा कर्णाली एक्स, अनि सिक्स्थमा छ कर्णाली एक्स, 7मा विराटनगर किङ्स र 8मा जनकपुर बोल्ट्स। एनपिएल सिजनमा हजुर कुन टिमको सपोर्टर हुनुहुन्थ्यो कमेन्ट गर्नु, र सिजन 2मा कुन टिमको सपोर्टर हो कमेन्ट गर्नु ल। अनि सबै टिमले 8वटै टिमले गर्दा अहिलेसम्म 20वटा नयाँ प्लेयर लिएर आएको छ। त्यो नयाँ प्लेयरको नाम चाहिँ म अर्को भिडियोमा हाल्ने नै छु। हजुर कुन टिमको सपोर्टर हो कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। अनि हजुर कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोस्। आफ्नो फेभरेट टिमको फेसबुकमा फलो गर्नु, युट्युबमा सब्सक्राइब गर्नु भन्न चाहन्छु। हिजो भर्खर सुदूरपश्चिमले नयाँ प्लेयर साइन हानेको छ। प्लेयर चाहिँ अमेरिकाका रहेका छन्। नाम चाहिँ अहिले म खुलाउन चाहिन्न, म त्यति मात्रै भन्छु। विराटनगरले अस्ति भर्खर एनपिएल सिजन 2मा जति पनि खेलाडी लिएर आएको छ त्योभन्दा ठुलो खेलाडी विराटनगर किङ्सले उपस्थित गरिसकेको छ। हैन गाइस, हजुर कुन टिमको सपोर्टर? मैले धेरै थरीको भिडियो बनाएको छु, म त्यो सबै भिडियो यस भिडियोमा जोड्न चाहन्छु। धन्यवाद। हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु एनपिएल फ्यान युट्युब च्यानल। यो च्यानल हजुरको लागि एनपिएलको बारेमा हो। म त्यसै गरेर एनपिएलको बारेमा नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। भिडियो सुरु गर्नुभन्दा अगाडि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब हान्न नबिर्सिनु होला। एनपिएल सिजन 1मा कर्णाली एक्सले शिखर धवन ल्याएर धमाका मचाएको थियो। सिजन 1मा शिखर धवन नेपालमा पहिलोचोटि खेल्न आए भनेर हल्ला होइन धमाका भएको थियो। तर सिजन 2मा विराटनगर किङ्सले साउथ अफ्रिकाका प्लेयर ल्याएर सिजन 1 भन्दा नि ठुलो क्रेज बनाइसकेको छ। हजुर कुन टिमको सपोर्टर? म चाहिँ सुदूरपश्चिमको हो। जनकपुर बोल्ट्सले अब नयाँ जर्सी ल्याउने भन्ने कुरा छ। जुन टिमले जिते नि आफ्नै नेपालको टिमले जित्ने हो। तर पनि 8वटा टिममा एउटा टिमको सपोर्ट हुनुपर्छ। आफ्नो प्रदेशको नभए आफ्नो जिल्लाभित्रको कुनै पनि टिम हुनसक्छ हैन। मेरो चाहिँ गोर्खा जिल्ला भएर मेरो गाउँ चाहिँ गोर्खा जिल्लामा भएर काठमाडौँ एक्स हो। तर पनि काठमाडौँ गोर्खा हो, तर पनि म सुदूरपश्चिम लिन्छु। तर यसपालि आदिल आलम काठमाडौँ गोर्खाजबाट खेल्न गइरहेका छन्। यस्तै नयाँ अपडेटको लागि एनपिएल फ्यानलाई सब्सक्राइब गरेर राख्नुहोला। फेरि पनि भन्न चाहन्छु, सिजन 1मा भन्दा सिजन 2 भव्य हुनसक्छ, किनभने साउथ अफ्रिकाका ब्याट्सम्यान लिएर आएको छ। विराटनगर किङ्सले हिजो भर्खर साइन गरेको हो। सिजन 1मा कर्णाली एक्सले शिखर धवन ल्याएर सिजन 1 भव्य बनाएको थियो भने अहिलेसम्म सिजन 2को आजसम्म विराटनगर किङ्सले भव्य देशभर आफ्नो नाम, आफू ठुलो टिम भन्ने। हेलो एभ्रिवान, सबैजनालाई मेरो लङ भिडियोमा स्वागत छ। आज चाहिँ म एनपिएलको यो 8वटा टिमको च्यानल देखाउँदैछु। हजुर कुन टिमको सपोर्ट हो त्यही टिमको युट्युब च्यानल सर्च गरेर सब्सक्राइब गर्नु। पहिला सुदूरपश्चिम रोयल्स 16,000 सब्सक्राइब रहेको छ।
चितवन राइनोसको 5881। पोखराको 3.53 के छ। कर्णालीको 19,700 छ। अनि यता विराटनगर किङ्सको 3,200 र काठमाडौँको 542 छ। यो चाहिँ अहिले होइन जस्तो लाग्यो, मैले जुन भेटाएँ त्यही फोटो राखेको छु। फेरि पनि सुदूरपश्चिमकै राखेको छु। हजुर जुन टिमको सपोर्टर हुनुहुन्छ त्यही टिमको च्यानल सर्च गरेर हेरिदिनु होला। यहाँ चाहिँ मलाई एउटा मिस्टेक भएको जस्तो लागेको छ। कुन च्यानल भन्दाखेरि यता एकछिन ल म भन्नेछु, पछि गएर यहाँ हेर्नुहोस्। सबै च्यानल मैले डबल राखिदिएको छु होइन। कर्णालियसको चाहिँ अलि धेरै सब्सक्राइब रहेको छ। अनि जनकपुरको नि 12,200 रहेको रहेछ। चितवनको 5.81 के भनेको 5,810 हो। पोखराको 3.53 भनेको 3,530 हो। फेरि पनि मैले यही राखिदिएको छु। अब आउने फोटो चाहिँ मैले गेस गरेको एनपिएल यस्तो हुनसक्छ, सेल्युर भनेर आफैले बनाएको हो। यो फेरि सुदूरपश्चिमको मैले डबल राखिदिएको छु, किनभने तपाईँहरूलाई हेरेर सर्च गर्न सजिलो होस् भनेर होइन गाइस। चितवनको पोखराको फेरि मैले अघि नै भनिसकेको छु। यो कर्णालियसको पक्रिनु ल गाइस, एउटा फोटो फेरि हाल्नेछु। सबैजना सपोर्ट गर्नु ल गाइस। मैले अघि भनेको खोजेको काठमाडौँ गोर्खा च्यानल भनेर सर्च गरेको थिएँ, यही च्यानल भेटाएको छु। यो हो कि होइन मलाई कमेन्टमा गर्नु। यही रहेछ भने हजुर मैले यो चाहिँ 8वटा टिमको फोटो राखिदिएको छु। जनकपुर, विराटनगर, हजुर कुन सपोर्ट हो। यो चाहिँ मेरो सेड्युल हो, आफूले अहिले गेस गरेर बनाएको। सबैजनालाई मेरो लङ भिडियो कस्तो लाग्यो। हेलो एभ्रिवान, सबैजनालाई मेरो लङ भिडियोमा स्वागत छ। आज चाहिँ म एनपिएलको यो 8वटा टिमको च्यानल देखाउँदैछु। हजुर कुन टिमको सपोर्ट हो त्यही टिमको युट्युब च्यानल सर्च गरेर सब्सक्राइब गर्नु। पहिला सुदूरपश्चिम रोयल्स 16,000 सब्सक्राइब रहेको छ। चितवन राइनोसको 5,881। पोखराको 3.53 के छ। कर्णालीको 19,700 छ। अनि यता विराटनगर किङ्सको 3,200 र काठमाडौँको 542 छ। यो चाहिँ अहिले होइन जस्तो लाग्यो, मैले जुन भेटाएँ त्यही फोटो राखेको छु। फेरि पनि सुदूरपश्चिमकै राखेको छु। हजुर जुन टिमको सपोर्टर हुनुहुन्छ त्यही टिमको च्यानल सर्च गरेर हेरिदिनु होला। यहाँ चाहिँ मलाई एउटा मिस्टेक भएको जस्तो लागेको छ। कुन च्यानल भन्दाखेरि यता एकछिन ल म भन्नेछु, पछि गएर यहाँ हेर्नुहोस्। सबै च्यानल मैले डबल राखिदिएको छु होइन। कर्णालियसको चाहिँ अलि धेरै सब्सक्राइब रहेको छ। अनि जनकपुरको नि 12,200 रहेको रहेछ। चितवनको 5.81 के भनेको 5,810 हो। पोखराको 3.53 भनेको 3,530 हो। फेरि पनि मैले यही राखिदिएको छु। अब आउने फोटो चाहिँ मैले गेस गरेको एनपिएल यस्तो हुनसक्छ, सेल्युर भनेर आफैले बनाएको हो। यो फेरि सुदूरपश्चिमको मैले डबल राखिदिएको छु, किनभने तपाईँहरूलाई हेरेर सर्च गर्न सजिलो होस् भनेर होइन गाइस। चितवनको पोखराको फेरि मैले अघि नै भनिसकेको छु। यो कर्णालियसको पक्रिनु ल गाइस, एउटा फोटो फेरि हाल्नेछु। सबैजना सपोर्ट गर्नु ल गाइस। मैले अघि भनेको खोजेको काठमाडौँ गोर्खा च्यानल भनेर सर्च गरेको थिएँ, यही च्यानल भेटाएको छु। यो हो कि होइन मलाई कमेन्टमा गर्नु। यही रहेछ भने हजुर मैले यो चाहिँ 8वटा टिमको फोटो राखिदिएको छु। जनकपुर, विराटनगर, हजुर कुन सपोर्ट हो। यो चाहिँ मेरो सेड्युल हो, आफूले अहिले गेस गरेर बनाएको। सबैजनालाई मेरो लङ भिडियो कस्तो लाग्यो। हेलो नमस्ते एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। भिडियो सुरु गर्नुभन्दा अगाडि म एउटा कुरा भन्न चाहन्छु। सबैजनाले सपोर्ट गर्नुहोस्, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब हान्नुहोस्। अनि यो भिडियो सबै साथीहरूलाई सेयर गर्नु, ग्रुपमा, युट्युबमा, फेसबुकमा सबै ठाउँमा सेयर गरिदिनु होला है। म अब भिडियो सुरु गर्न चाहन्छु। भिडियोमा आज मैले एउटा स्क्वाडहरू बनाएको छु, जुन स्क्वाडमा एनपिएल सिजन 2 को 8वटा टिमको स्क्वाड बनाएको छु। हजुरहरूले एकचोटि होइन, मैले 5-6 चोटि हेर्न मिल्ने बनाइदिएको छु। एउटै फोटोलाई 43-44 चोटि हालिदिएको छु। मैले सबै टिमको स्क्वाड बनाएको छु। मैले चाहेको मलाई यस्तै टिम हुनसक्छ भनेर मेरो अनुमान
को टिम हो यो हजुरहरूलाई कस्तो लाग्यो सबैजनाले हेरेर सपोर्ट गर्नु होला अनि हजुर कुन टिमको सपोर्टर फेरि पनि भन्न चाहन्छु मेरो अनुसार मैले नयाँ स्क्वाड लिएर आइसकेको छु हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला सबैजनालाई हार्दिक अनुरोध गर्दछु फेरि पनि भन्न चाहन्छु कि हजुरलाई कस्तो लाग्यो मेरो भिडियो लाइक कमेन्ट शेयर सब्स्क्राइब हान्नुहोस् फेरि पनि भन्छु मैले एउटै फोटो 4-5 चोटि हालेको छु किनकि हजुरहरूले राम्रोसँग एनपिएल सिजन 2 मा आठवटा टिमले नयाँ खतरा पावर हिटर प्लेयरहरू रिभिल गरिरहेका छन् आज 2082 साल कार्तिकको आज 20 गते अब एनपिएल सुरु हुन 10 दिन बाँकी छ नेपाली टोली सिडब्ल्युसी गेम खेलेर हिजो 19 गते 2 बजे नेपाल आइपुगेका छन् अब आज भोलिबाट नेपाली प्लेयरहरूले टियु ग्राउन्डमा वा आफ्नो क्याम्पिङमा गएर क्रिकेट प्र्याक्टिस गर्छन् एनपिएलको लागि प्र्याक्टिस गर्छन् नयाँ प्लेयर नेपालमा आउँछन् हङकङ सिरिज पनि चलिरहेको छ आज 2082 साल 7 महिना 20 गते नेपाल भर्सेस अफगानिस्तानमा नेपालले 17 रनले अफगानिस्तानसँग हारेको छ सिडब्ल्युसीमा नेपालले 4 गेम हारेको छ युएसएसँग 2 म्याच र युएसँग 2 म्याच हजुरलाई कस्तो लाग्यो नेपालले T20 ओडिआई चाहिँ T20 क्वालिफाई एउटा गेम नहारिकन जितेको टिम सिडब्ल्युसी लिग 2 मा गएर 4वटा गेम हारिसकेपछि मलाई चाहिँ एकदम नराम्रो लागेको छ किनकि हामीले T20 मा त हामी अब्बलै भएका छौँ किनकि वर्ल्ड कप क्वालिफाईमा हामीले एक गेम नि नहारिकन जितेका छौँ भने सिडब्ल्युसी लिगको 4 म्याचमा 4 म्याच हार्यौँ 2 म्याच युएसँग हार्यौँ भने 2 म्याच युएसएसँग हार्यौँ अमेरिकासँग 2 म्याच भने युएसँग 2 म्याच हारिसकेका छौँ मलाई एकदम नराम्रो लागेको छ हजुरलाई कस्तो लागेको छ हामीले T20 वर्ल्ड कप क्वालिफाईमा चाहिँ हामीले सबै म्याच जितेर क्वालिफाई भयो तर हामी सिडब्ल्युसीमा चाहिँ हाम्रो म्याच के भयो हाम्रो स्थान कहाँबाट कहाँ पुग्यो मैले अब फेरि यही भिडियोको बारेमा भन्न गइरहेको छु मैले एनपिएल सिजन 2 को आफ्नो मनमा जे लागेको छ त्यही टिमको स्क्वाड बनाएर हजुरहरू सामु प्रकाशन गरिसकेको छु हजुर कुन टिमको सपोर्टर कुन टिमलाई सपोर्ट गर्नुहुनेछ कहाँबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ सबै कमेन्ट गर्नु होला र मलाई सपोर्ट गर्नु होला है गाइजहरु म फेरि भन्छु नेपालले T20 वर्ल्ड कपमा एक गेम नि नहारिकन वर्ल्ड कप क्वालिफाई भयो तर सिडब्ल्युसी लिगमा 2 म्याच युएसँग र 2 म्याच युएसएसँग 4 म्याच हार्यो अब एनपिएल चाहिँ मौसिर 1 गतेबाट सुरु हुन गइरहेको छ हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो सबैजनाले सपोर्ट गर्नुस् लाइक गर्नु कमेन्ट गर्नु शेयर गर्नु गाइस हैन यो चाहिँ मैले सबै एनपिएल टिमको फेसबुक आइडी र ट्विटर आइडी राख्दिएको छु भिडियोमा सबजना गएर सपोर्ट हान्नुस् लाइक हान्नु फलो हान्नु सपोर्ट गर्नुपर्छ ल मैले लामो फोटो राख्दिएको छु हजुरहरूले हेरेर सर्च गर्नको लागि यहाँ पोखराको आइपुग्यो अब आउँछ हाम्रो चितवन भेटको अब चाहिँ युट्युब च्यानलको सुरु भयो विराटनगर किङ्स त्यसपछि हाम्रो रहेको छ काठमाडौँ युट्युब च्यानल मध्ये काठमाडौँको थोरै सब्स्क्राइब कर्णालीको 20,000 सुदूरपश्चिमको 17,700 यो चाहिँ सुदूरपश्चिमले एनपिएलमा कुन टिमसँग खेल्छ भनेर मैले यो एउटा फेसबुक पेजबाट लिएको
एनपिएल सिजन 2मा हाम्रो फ्लड मुनि गेम हुन लागिरहेको छ। पहिलो गेम चाहिँ 4 बजे हुन लागेको छ। कुन टिमको सपोर्ट हुनुहुन्छ कमेन्ट गर्नु, लाइक गर्नु।